मैले भने जबरजस्ती गरेर बिमार लियो छोड्दिनु दाइ त्यसै छोड्दिनु छोड्दिनु म तिम्रो भेट्न मात्र आएको भाइ बुझ्नु भयो नि दाइ मलाई चाहिएको छैन लिडरशिप भाइ वाक्क लागिसक्यो तिम्रो वाक्क होइन हामी गर्छु ल त्यसो भए आमा छ हामी गर्छु ल गरम त कुरा त्यस्तो कुरा नगर्नु दाइ हैन सिधा कुरा हो त भाइ सिधै कुरा हो ल एउटा कुराको त एन्सर दिन्न यार एउटा कुराको एन्सर दिनु कसले दिने त अनि नदिने भए के खाना आयो त यहाँ किन अब एक्सर नदिने भने चाहिँ अबदेखि हामी नेपाल भन्ने कुरा चाहिँ हामी नेपाल छोड्दै हामी भन्ने हामी नेपाल भन्ने कुरा होइन र सुमन गुरुङ भन्ने कुरा होइन हाम्रो जेएनजीको प्रोटेस्टमा आयो भने होइन म फेरि हेर म यही खुट्टा लिएर आउँछु बुझ्यो नि हामीलाई हाम्रो रगत र यत्रो 74 जनाको परिवारको पुरै नेपालको भावनासँग खेल्न को कोही पनि होइन बुझ्यो नि को भनेको किन को त्यही त भन्दैछु को यिनीहरूले पनि मेरो बोल्छ भाइ एउटा कुरा याद गरे हुन्छ दाइ मलाई बरु म मन केही छैन मलाई मैले भने रत्ती भर डर छैन एक रत्ती डर छैन होइन तर भोलिको दिनमा यो नेपालको कुरामा होइन यो नेपालको कुरामा र यो भावनाको कुरामा होइन यो शहीदको कुरामा कसैले खेलवाड गर्छ भने होइन महाकसम मेरो आमा यहाँ छैन महाकसम दाइ होइन फेरि तपाईँलाई मात्र भनेन जोसुकै याद गर जोसुकै होस् होइन चाहे मन्त्री होस् चाहे प्रधानमन्त्री होस् चाहे जोसुकै कर्मचारी होस् याद गर होइन एकजनाले हेपेर यताउति गर्छ होइन खेलवाड गर्छ यो भावनामा के गर्नुपर्छ हामी फेरि जान्छ तँलाई पेट्रोलले चलाउनु पर्छ कि मलाई पेट्रोलले चलाउनु पर्छ तयार हो आम रेडी बुझ्यो नि एकजनाले खेलवाड गर्ने काम नगर यो तरिका कस्तो बिस्तारी भने दाइ कस्तो बिस्तारी कति बिस्तारी बस्ने दाइ मेरो मेडिसिन हेर्नु दाइ 3टा मेडिसिन मैले मेन्टली खानुपर्ने भइसक्यो अहिले बुझ्नु भन म बेलुका 2टा खुट्टाको खान्छु पेन किलर र अर्को गरेर एन्टिबायोटिक गरेर 3टा मैले औषधि यहाँ मेन्टली सुत्नको लागि देखि लिएर स्ट्रेस कम गर्नको लागि एन्जाइटीको लागि मैले खानुपर्ने भइरहेको छ हस्पिटल चाहिँ एकछिन बग्नु म हस्पिटल छु मेरो कुरा के मेरो कुरा चाहिँ कसले बुझ्दै म यही दबेर बस्ने ल एकछिन म कल गर्छु सुकेर बनाओस् है बिस्तारै कुरा गर्न त्यही त कुरा तपाईँको तपाईँले बिस्तारै कुरा गर्नुपर्ने कुरा हो हिजोको दिनमा सबै कुरा छटपस्ट भयो हाइज्याक भयो गर्दा भयो जस्तै हाम्रो प्रोटेस्ट हाइज्याक भयो भने भन्यो त्यो हाइज्याक कसरी भयो कसले गर्दा भयो तपाईँले एउटा वेब फरवार्ड होइन कसरी चाहिँ अब हामी अगाडि बढ्ने कुरा चाहिँ के हो अगाडि गर्नुपर्ने कुराहरू के हो त्यो कुरामा लागि परेको भयो आजको दिनमा यो कुरा निम्ताउनु पर्दैन थियो नि त भाइ आजको दिनमा यो कुरा निम्ताउनु पर्दैन थियो नि त एकजना एउटा सिङ्गल पर्सन अब हामीलाई त दिनकै भेट्न आउनु भएको होला अरे दिनकेको त कुरा सुनौँ दिनकै त भेट्न आउनु भएको छैन भए पनि आइरहनु भएको छ होइन इन्सल्लाह थ्याङ्क यू एकजना आमाको आँसु त्यो आमाको आँसु एकजनाको पुग्न सक्नु भएको छ दाइ 19 दिनको भइसक्यो दाइ 19 दिन ल आज ल तपाईँलाई म एउटा क्वेसन के गर्छु भने टोटल हाम्रो भाइ बहिनी कतिजना शहीद भयो 77 कसरी 77 कसरी देशभरिको कुरा गर्दा हेर्नु दाजु जेनजी प्रोटेस्टमा जेनजी जेनेरेसनको दाजुभाइहरू कतिजना बित्नु पर्यो टोटल गरेर जेनजी मात्र